सबैलाई नमस्कार साथीहरू है। आज चाहिँ म काँक्रा खान जाँदैछु। अब काँक्रा पनि लाटो लाटो हुन लागिसक्यो, हरिया काँक्राहरू होइन। म काँक्राको झुङमा चाहिँ देखाएको छु। यो सुन्तलामा लगाएको थियौँ साथीहरू। काँक्रा यता छ। अब लाटो लाटो भइसक्यो साथीहरू है। काँक्रा त टन्नै छ क्या फेरि। अब सुकिसक्यो आधी चाहिँ, कोही प्यान लिइसक्यो। यो काँक्रा म चाहिँ रुखमै छु साथीहरू। आनन्द रुखमा बस्यो, गम गम चाहिँ होइन। गाउँमा यही फाइदा हुन्छ साथीहरू, रुखमा चढ्यो खायो होइन। सहरमा भएपछि यही काँक्रालाई 50-60 रुपियाँ हालेर किन्नुपर्छ साथीहरू। यहाँ त फालाफाल हुन्छ। यतातिर प्यान ल्याएको छ साथीहरू है। यतातिर अब थोरै छ, 2-4वटा छ हरिया, धेरै छैन। यो पनि अब सुक्नेवाला छ। अन्तको चाहिँ सुकिसक्यो। हेर्नु साथीहरू, यो पनि टन्नै छ प्यान ल्याएको काँक्रा। देख्नुभयो होला, म चाहिँ भुइँ आइसकेँ। केरा है, पठाउँदैछ केरा। यता चाहिँ खिन्न होला, पाइसकेको छ। हाम्रोतिर सुन्तला नि पाइन्छ। यो यता तलतिर बारीमा सुन्तला टन्नै हुन्छ है। मिठो छ, असाध्यै मिठो हजुर। मिठो छ। गाउँमा खायो बस्यो है।